एक दिन गुम्बहादुर सार्कीले सङ्ग्रहालयमा देख्यो खिया परिसकेको पुरानो खाप्सियो। क्याप्सनमा लेखिएको थियो हाम्रो आदिम औजार सम्झियो आफ्नै बाले जाप्चुले चलाएको खाप्सियो र टोलायो प्रकाश। गुम्बहादुरलाई मधुरो सम्झना छ त्यही खाप्सियोको सहारामा अल्झिन्थ्यो परिवारको सास। सिलाउँदै छालाको जुत्ता वरपर लडेका गाई गोरुको छाला काट्दै सिलाउँदै साहु महाजन बस्ने कुरा। सिलायो फाट्नै लागेको नेपाली मन, टाटा मार्यो च्यातिनै लागेको देशको सिमाना र नै त लेफ्ट राइटको गडगडाटले जेनतेन जोगिएको छ कलबुलेटन। काला पानीको जम्के पिलर पनि दाबी गर्न पाएका छौँ लिम्पियाधुरा हाम्रो। त्यही खाप्सियोको परिमार्जित आविष्कार त हो शिखर सूत्र हिलहरू। खुट्टा भए चिन्ता कति हो कति, खुट्टा भए चिन्ता कति हो कति, यो भ्रम भत्कम याद त्यही गुम्बहादुरले देखेको खाप्सियोले गरेको हो। र त ढाका टोपी र चाइसुट भिरेर राष्ट्रवाद अलाप्ने महाशयको नाङ्गो पाउ संसद भवन छिर्ने दुस्साहस गर्दैन। त्यो खाप्सियोले च्यातिएको मन जोडे पनि जोडेन गुम्बहादुर सार्कीको घरसम्म पुग्ने पुल। सोधेन उसलाई खाप्सियोलाई प्रविधिले निलेपछि कसरी बलेको छ तेरो जुगा, कसरी अल्झेको छ दुई मुठी परान। बरु मुख दर्शक बनिरह्यो लाचारका चिसता। भोगिरहेको छ उसले नयाँ संविधान पनि समावेशताको नाममा मुठी छिराएर, समावेशताको नाममा मुठी उठाएर छिरायो आफ्नो प्रतिनिधि संसद भवन। अफसोस बेलैमा बिक्री भयो उसको मान्छे, परिणाम भोगिँदैछ जङ्गबहादुरको अवशीलता सदा। बेला बेला सखाले सत्य पार्छ तिम्पाने अनि चढ्छ बोल्छे सार्कीको आठ। घन्किन्छ रामशरण गर्नका जानेरका बाजा गाजा, तर क्षणभरमै स्वाहारी भन्छौ। किनकि उसका मान्छे बनाउँदाले उहिले सम्झौता गरिसकेका छन् लालाजी संस्थासँग। पृथ्वीको गोलार्धबाट बिस्तारै टाढिँदैछ स्वयं गुम्बहादुर। मेटिँदैछ पाठशालाका किताबहरूमा गुम्बहादुर र खाप्सियोको नाली बेली। भूमाफियाले उसलाई सुकुम्बासीको बिरुवा भिराएको छ भन्छ तेरो निम्ति अलग्गै भूगोल छ। सङ्ग्रहालयमा खाप्सियो देख्दा गुम्बहादुरले गर्वको छाती चौडा पारेन, सम्मानमा राज्यप्रति शिर झुकाएन। बरु खाप्सियो कारागारमा थुनिएको कैदी झैँ लाग्यो, मानौ विभाजित देशको सीमामा सिलाउनु, राजा महाराजाको इज्जत तान्ने जुत्ता सिलाउनु, थरथर काप्दै सरवारा बस्ने मुना बुन्नु। जघन्य अपराध भयो खाप्सियोको। र नै कुजेझै थन्किनु परेको छ कारागार जस्तै लाग्ने सङ्ग्रहालयमा। र नै कुजेझै थन्किनु परेको छ कारागार जस्तै लाग्ने सङ्ग्रहालयमा। धन्यवाद।